जसरी एउटा कंगारुले आफ्नो बेबीलाई यसरी उसको पाउचमा राखेर केयर गर्छ, त्यसरी नै एउटा आमाले उसको बच्चा जन्मिने बित्तिकै स्किन टु स्किन कन्ट्याक्ट गरेर दिइने केयरलाई कंगारू मदर केयर भनिन्छ। यो किन आवश्यक छ त? कंगारू मदर केयर विशेष गरेर प्रिटर्म र लो बर्थ वेट यानि कि 37 विक भन्दा अगाडि र 2.5 केजी भन्दा कम तौल भएको बच्चा जन्मिएको बेला चाहिँ त्यो बच्चाको लागि यो एकदमै इम्पोर्टेन्ट हुन्छ। किनकि कंगारू मदर केयर बच्चा जन्मिने बित्तिकै गर्नको लागि रिकमेन्ड गरिन्छ। यसले गर्दाखेरि चाहिँ आमा र बच्चा बीचको बोन्डिङ चाहिँ स्ट्रङ हुने, बेबीलाई चाहिँ हाइपोथर्मिया हुनबाट जोगिने, ब्रेस्ट फिडिङको ड्युरेसन बढ्ने, त्यसै गरेर विभिन्न नियोनेटल इन्फेक्सन्सहरू हुनबाट पनि जोगिने र बेबीलाई चाहिँ चाँडोभन्दा चाँडो नर्मल वेट गेन गरेर हेल्दी हुनको लागि पनि यो एकदमै इम्पोर्टेन्ट छ। र यो कंगारू मदर केयर आमा बाहेक अन्य फ्यामिली मेम्बर्सहरू जस्तै फादर्स अनि अरू फ्यामिली मेम्बर्सहरूले पनि दिन चाहिँ मिल्छ। र नेपालको एनुअल हेल्थ रिपोर्ट 2080-81 अनुसार चाहिँ जम्मा 2898 जना बच्चाहरू चाहिँ जन्मिने बित्तिकै बिरामी भएको थिए र उनीहरूको इलनेस चाहिँ कंगारू मदर केयरले म्यानेज गरेको भनेर पाइएको छ। किनकि यो चाहिँ लो रिसोर्सेसमा पनि दिन सकिने केयर भएको हुनाले यसलाई चाहिँ जति धेरै प्र्याक्टिसमा ल्याउन सको त्यति धेरै इफेक्टिभ चाहिँ हुन्छ। र यस्तै सर्ट इन्फर्मेटिभ भिडियोको लागि यो भिडियोलाई सेयर गरिदिनु होला। हवस् त, धन्यवाद।